हेलो नमस्ते फ्रम रौतामाई। हामी चाहिँ अहिले बिहानको समयमा रौतामाईमा आएका छौँ। यहाँको चिसो मौसम, मनमोहक दृश्यहरू छ। नेचर मन पराउनेहरूलाई यो पनि एउटा स्पेसल छ ठाउँ हैन। तल गाईघाटदेखि चिसो खान आएको हामी माथि। गाईघाटमा गर्मी छ धेरै, यहाँ चिसो हावा चलिरहेको छ, तपाईँ देख्न सक्नुहुन्छ। राम्रो छ। मन्दिर हो। अनि यतातिर ताल छ, राम्रो बगिरहेको छ। मन्दिर त्रिशूल पनि देखिसक्नुभयो। यो भित्र चाहिँ पूजा गर्ने मन्दिर हो त्यो हैन। अनि हाम्रो टिम चाहिँ म चाहिँ मदन सर। हेलो, के छ हजुर, अवस्था कस्तो छ? हेलो म्याम, नमस्ते। ठिक छ हजुर, जोडी आफ्नो जोडी नभएपछि अर्कै हेर्ने हो। उहाँ चाहिँ ह्यान्डसम देखिनु भएको छ है, बर्थडे बोय पनि हो। यो चाहिँ पूजा गर्ने यहाँको मन्दिर हो। अनि बाजेले सफा गरिराख्नु भएको छ मन्दिर चाहिँ। यो भित्र चाहिँ पूजा गर्ने ठाउँ छ यहाँ। हजुर, यो चाहिँ यहाँको ताल हो हैन। यसको छुट्टै विशेषता छ अरे। केही जानकारी कसैले दिनुभयो भने म चाहिँ त्यो जानकारी दिउँ ल हैन। राम्रो छ दृश्य। पर फोटो पनि खिचिराख्नु भएको छ, फोटो सुटिङ भइरहेको छ। यसको आनन्द छ छुट्टै। यहाँ परिवारहरू बसिया छन् मस्तले माथि हैन, आनन्दले चिसो ठाउँमा। यहाँ परिवारहरू पनि चढाउँदो रहेछन्। खास यी उडाएको परिवारहरू हुन्। मान्छेले केही भाकल गरिसकेपछि यहाँ चाहिँ यो परिवार उडाउँदो रहेछन् हैन। यो चाहिँ यहाँको डाँडामा टुप्पोमा रहेको यो रौतामाई मन्दिर।